सबैजना सन्चै हुनुहुन्छ? हेर त टल्केर आउनुभएका राति पनि चिटिक्क परेर आउनु भयो। के छ नानी, ठिकै छ? आहा, अब हेर्नुहोस्, म चाहिँ अब खास किन आएँ भन्ने कुरा चाहिँ अचम्म लाग्न सक्छ है। मगन त नारायण यो पुराणमा चाहिँ किन आयो भनेर होइन त? यो फेसनको कपडा हजुर, साह्रै महँगो कपडा, यता पनि च्यातिएको उता पनि च्यातिएको हजुर। हैटेरिका आँखा नलाउनु न, अहिले मुइयाले थाहा पाइन् भने मार्दिने। ह्यान्डसम मान्छे त देख्नै हुन्न कि आँखा लगाइहाल्छ। कथा सुनाउने ठाउँमा कता कता हेऱ्या हो, दिमाग लगायो भनेपछि सबैजना सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ? ल सबैलाई नमस्ते गरे ल। ल के गर्नु, नेपालले साह्रै प्रगति गरेको छ कि। अब पहिला पहिला अतिथि पाहुनाहरू आउँदा नमस्ते सेवा ढोक गर्थ्यो, अब आजकल भेट हुन पाएको छैन, वाइफाईको पासवर्ड काटियो भन्छ होइन, होइन त? अब पहिला पहिला अतिथि देव भव भन्थ्यो, घरको गेटको बाहिर पनि के लेख्थ्यो अरे याद, अतिथि देव भव भनेर गेटमा लेख्थ्यो किन, लेख्थ्यो नि है। अब अहिले त पाहुनाले आएर दुःख दिन्छन् भनेर घरमा कुकुर नभए पनि गेटको बाहिर कुकुरदेखि सावधान, होइन त? ल साह्रै राम्रो, सबैजना आउनु ल। होइन यी मोटी नानी पनि त आइदिन्छ है नानी, मैले दिएको त्यो आइडिया टिरिक लाग्यो कि लागेन? यिनी नानुले हेर्नुहोस् डुप्लाएर एकदम ठिक यस्तै लौरी चाहिँ भइथिन्। हेर्नुहोस् हावा लाग्यो भनेदेखि सिधै भैरवमा जाने जस्तो दुःख मानेर मलाई भन्थिन्, हेर्नु लौ मगन त नारायण दाजु मोटाउनु पर्यो, केही छ उपाय भने बताइदिनु भन्ने थिइन् है। मैले भन्थेँ त्यो पुरानलाको ठाउँमा जानु, जो भक्तहरूले प्रसादी चढाउँछन् केही नगर्नु, जो जसले प्रसादी चढाउँछ घुटु घुटु थुक्निलु, मोटाउँछ भनेको ठ्याक्कै काम लाग्यो कि लागेन? ल भनेपछि कथा सुन्न सबैजना आउनु भएको छ, रमाइलो भएको छ। गुरुदेव चाहिँ कता हुनुहुन्छ, कता कता? नारायण गुरुदेव आराम हुनुहुन्छ? आहा, होइन गुरुदेवलाई त नजिकैदेखि हेर्दा पो देखिँदो रहेछ धान, टाढादेखि त को भनिरह। अनि गुरुदेव हाम्रो ठाउँमा आएर कस्तो लागिरहेछ भन्नुहोस् त? एकदमै राम्रो। अनि यो पुराण चाहिँ यो यत्रो मायाकी लाउनु भएको रहेछ होइन, खास चाहिँ किन लाउनु भएको गुरुदेव? यो चाहिँ एउटा ऐतिहासिक मन्दिर बनाउनको लागि हो। आहा, यो मन्दिरको जीर्णोद्धार गरेर हजारौं वर्षसम्म चल्ने नबिग्रिने नभत्किने एउटा मन्दिरको निर्माणको लागि हो। दक्षिणा त धेरै नै चढेछ त गुरुदेव, यता त चढेछ। अब यत्रो ठुलो आयोजना लाउनु भएको रहेछ, अनि दान दक्षिणा